ल कमेन्टको ल आज विजयादशमी 2068 को पावन अवसरमा आज हामी अर्याल फार्म फ्यामिली मजाले घर बसेर आज टिकाको क्रिया ग्रहण गर्ने कार्यक्रम भइरहेछ। यतिखेर विनोद दाइले चाहिँ सुबोध र बुवाईलाई चाहिँ टिका ग्रहण गर्दै हुनुहुन्छ। ल अब टिका थाप्ने क्रममा अब विनोद दाइले चाहिँ सेकेन्ड जेनेरेसनका भाइहरूलाई आशिष किशोर किशोर टिका थाप्नको लागि चाहिँ आसन ग्रहण गर्नु हुँदैछ। ल अब टिका सुरु भयो। अब भिडियो खिचिरहेको छु। यही कार्यक्रम सङ्कलनमा गर्नु पाए अति राम्रो हुन्छ। कहिले पहाड कहिले तराई होइन।